आँखामा पर्न सक्छ यो प्रहार उहाँले हान्दै हुनुहुन्छ हेरौँ प्रहार रहेको थियो मिस्टर बाबु साहबलाई 7 वटा किकरले एकैचोटि प्रहार गरिरहेको छ। बाबु साहबलाई फेरि किकबाट रिङ बाहिर आउट गरेको हामी प्रत्यक्ष देख्न सक्छौँ र स्कोपियन पनि रिङ बाहिर आउनु भएको छ र मिस्टर बाबु साहबमाथि प्रहार गरिरहेको छ। लगातार प्रहार शिथिल अवस्थामा हामी देखिरहेका छौँ। मिस्टर बाबु साहब रिङको पोलमा टाउको ठोकिएको हामी देख्न सक्छौँ। यहाँ ट्युबलाइटले हान्न खोजिरहनु भएको छ। बाबु साहबले यो प्रहार कसले प्रहार गरिरहेको छ र एउटा दुईटा होइन यहाँ 7-8 ट्युबलाइट छ। अलिकति दर्शकहरू पर बस्दिनलाई ट्युबलाइट फुटेर आँखामा पर्न सक्छ यो प्रहार उहाँले हान्दै हुनुहुन्छ हेरौँ प्रहार रहेको थियो मिस्टर बाबु साहबलाई 7 वटा किकरले एकैचोटि प्रहार गरिरहेको छ र उहाँले प्राइभेट पार्टमा हानेको जस्तो छ हामी देख्न सक्छौँ। यस दुवैजनाको गर्जन खतरा प्रहार गरेको छ। अट्याकमा फर्स्टमा बाबु साहबले बाजी मारेको देखिन्छ। मिस्टर बाबु साहब come on मिस्टर बाबु साहब किंग अफ द वर्ल्ड च्याम्पियन मेन्स भर्सेस मेन महाभिरन्तमा स्कर्पियनसँग महाभिरन्तको लागि आउँदै हुनुहुन्छ किङ अफ द रिङ टप अफ ऑल माउन्ट एभरेस्ट फायर च्याम्पियन र नेपालको सुपरस्टार रेसलर मिस्टर बाबु साहब come on मिस्टर बाबु साहब किङ अफ द वर्ल्ड च्याम्पियन अगाडि लाइभ हुन गइरहेको छ र दुवैजना सुपरस्टार हुनुहुन्छ। एकजना करातेका सबैमान हुनुहुन्छ भने अर्का किङ अफ द रिङ र माउन्ट एभरेस्ट टप अफ द च्याम्पियन पनि हुनुहुन्छ। खेल सुरु हुन गइसक्यो। सबैजना दर्शकहरूले हुटिङ गर्नुहोला र आफ्नो मन पर्ने प्लेयरको सपोर्ट गर्नुहोला। दुवैजना एकदमै अनुभवी खेलाडीहरू हुनुहुन्छ। यो रेसलिङ जगतमा धेरै लामो समयदेखि यसरी नै आफ्नो खेल प्रदर्शन गर्दै आइसक्नु भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँले आफ्नो खेलहरू प्रदर्शन गरिसक्नु भएको छ र दुवैजना एकदमै खतरा खेलाडी हुनुहुन्छ। पक्कै पनि यहाँ दुईजनाको भिडन्त हुन गइरहेको छ। दुवैजना खेलाडीहरू तयारी अवस्थामा हुनुहुन्छ र अब हेरौँ यो खेल कस्तो हुनेछ। अलिकति स्टेज चिप्लेको छ, अलिकति ध्यान दिएर खेलिदिनु हुनको लागि पनि म खेलाडीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। Let's begin the game. Come on. Okay, man versus man. मिस्टर बाबु साहब यो पहिलो अट्याकमा फर्स्टमा बाबु साहबले बाजी मारेको देखिन्छ र मिस्टर
अजिङ्गर उठिसकेको अवस्था छ र यो फेरि बाबु साहबले धारेको अवस्था छ र कोही भन्दा कोही कम छैन। फेरि बाबु साहबले काउन्टर अट्याक माथि अट्याक दिइरहेको हामी देख्न सक्छौं र चिप्लो पनि भएको हुनाले र खजिलोले खतरा प्रहार गरेको छ र दुवैजना मिस्टर बाबु साहब लडिरहनु भएको छ र त्यो माथि फेरि अजिङ्गर आइसक्नु भएको छ। अर्को स्लाम बडी के खानेको हामी देख्न सक्छौं हातले र अजिङ्गरले लगातार मिस्टर बाबु साहबलाई प्रहार गरिरहेको छ। स्कर्पियनलाई बाबु साहबले ढालेको अवस्था छ। स्कर्पियन भर्सेस मिस्टर बाबु साहब। यतिखेर हामी केही समय अगाडिको रेस्लिङमा राजनर खड्कीलाई पाहा पछाडि जस्तो पछाड्छु भन्ने ल स्कर्पियनले जीको चाहिँ गेम चलिरहेको छ। यतिखेर रेस्लिङ दुवैजना हेभीवेट च्याम्पियन हुनुहुन्छ। दुवैजना 100 केजी भन्दा माथिको हुनुहुन्छ र यहाँ लडेको अवस्था छ। पानीले गर्दाखेरि डिसब्यालेन्स भएको छ र या कम अन ओह माय गॉड किकबाट खतरा बाबु साहबलाई ब्याकफल दिएको हामी देख्न सक्छौं। मिस्टर बाबु साहब 129 केजीको हुनुहुन्छ र उहाँले प्राइभेट पार्टमा हानेको जस्तो छ हामी देख्न सक्छौं। कम यस दुवैजनाको गर्जन खतरा प्रहार रहेको थियो। 1 2 स्कर्पियनलाई मिस्टर बाबु साहबले ब्याकफल दिएको थियो तर स्कर्पियन पनि कम छैन। दुवैजना नेपालको पहिलो हेभीवेट च्याम्पियनहरू हुनुहुन्छ। अब हेरौँ यो कस्तो प्रहार हुनेछ। उहाँले लक लगाउनु भएको छ। अब यो लकबाट उहाँ उम्कन सफल उहाँले रिङ छोइसक्नु भएको छ। Ladies and gentlemen, गेमको समाचार भइरहेको हामी देख्न सक्छौं। स्कर्पियनले बाबु साहबलाई फेरि किकबाट रिङ बाहिर आउट गरेको हामी प्रत्यक्ष देख्न सक्छौं र स्कर्पियन पनि रिङ बाहिर आउनु भएको छ र मिस्टर बाबु साहबमाथि प्रहार गरिरहेको छ। लगातार प्रहार शिथिल अवस्थामा हामी देखिरहेका छौं। मिस्टर बाबु साहब रिङको पोलमा टाउको ठोकिएको हामी देख्न सक्छौं। यहाँ ट्युबलाइटले हान्न खोजी गरिरहेको छ। बाबु साहबले यो प्रहार कसरी प्रहार गरिरहेको छ र एउटा दुईटा होइन यहाँ सातवटा ट्युबलाइट छ। अलिकति दर्शकहरू पर बस्दिनलाई ट्युबलाइट फुटेर आँखामा पर्न सक्छ। यो प्रहार उहाँले हान्दै हुनुहुन्छ। हेरौँ प्रहार रहेको थियो। मिस्टर बाबु साहबलाई 7वटा ट्युबलाइटले एकैचोटि प्रहार गरिरहेको छ स्कर्पियनद्वारा द स्कर्पियनद्वारा र क्रू मेम्बर यो यिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। उहाँ एकदमै घाइते अवस्थामा हुनुहुन्छ। यो खतरा प्रहार थियो। मिस्टर बाबु साहबलाई स्कर्पियनले 7वटा ट्युबलाइटले प्रहार गरेपछि उहाँ रिङमा आउँदै हुनुहुन्छ र यस दिस इज मिस्टर बाबु साहब एकदम रिसाउँदै हुनुहुन्छ। हेर उहाँले के गर्नुहुन्छ। उहाँ एकदम घायल अवस्थामा र स्टेजमा आएर उहाँले प्रहार गर्नुभएको छ। अब चियरले फेरि अर्को प्रहार। यो डेन्जर खेल भइसकेको छ। अलिकति पर बस्दिनला। चियर फुटेको अवस्था
प्रहारमाथि प्रहार सियर दुई चाचुका भएको अवस्था छ यो हार्डकोर भएको छ भएको छ हार्डकोर गेम आइदिनु हार्दिक अनुरोध गर्दछु सबैजना खतरा प्लेयर हुनुहुन्छ अब हेरौँ के हुन्छ अवस्था डेन्जर भएको छ हुटी चाहियो दर्शकहरू Come on! Some make noise, please! Please make some noise! This is Scorpion versus Mr. Babu Shopko महाभियन्तमा तपाईहरु ऐतिहासिक लाइभ हेरिरहनु भएको छ हामी मिस्टर बाबु साहबको पछाडिबाट ब्लर बगेको पनि देखिरहन सक्छौं र यो एकदमै रियल रेस्लिङ थियो हो कि हैन कुन ठाउँमा भन्नु यतिखेर बाग बजारको आजको यो गेम मलाई लाग्छ क्याम्पस भित्रपट्टि चौरीमा The hardcore man versus man आजको PK मल्टिपल इन्टरनेशनल रेस्लिङ च्याम्पियनशिप 2082 को हार्डकोर मैन वर्सेस मैन का विजेता हो द स्कर्पियन उहाँ नेपालको पहिलो लाइटवेट च्याम्पियन पनि हुनुहुन्छ र पहिलो ब्याच हुनुहुन्छ हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनको पहिलो प्रोडक्सन र उहाँलाई धेरै धेरै बधाई छ र मिस्टर बाबु साहबले पनि राम्रो अटेम्प गर्नुभयो उहाँले खेल नजिते पनि